मेरो प्यारो मित्रहरूलाई दर्शन नमस्कार। यो राज थापा रकनको तर्फबाट है। आज म फेरि यो भिडियो लिएर आउन किन बाध्य भइरहेको छु भने आजभोलि धेरै मान्छेहरू कोही इन्स्टाग्रामको विज्ञ, कोही मान्छेहरू टिकटकको विज्ञ, कोही मान्छेहरू युट्युबको विज्ञ, त कोही मान्छेहरू फेरि फेसबुकको विज्ञ है। अनेकौँ विज्ञहरू छन् यहाँ, बुझ्नुभयो। तर सही बाटो देखाउने, कसरी हामीले आफ्नो एकाउन्टलाई ग्रो गर्ने, त्यस्तो विज्ञहरू चाहिँ कोही भेटिएको छैन है। अब एउटा विज्ञ भेटेँ, अब यो भाइको कुरा सुनौँ ल है त मेरो मित्रहरू। दिनको दिन भिडियो हालिरहनु भएको छ, वर्ष दिन भइसक्यो, तर पनि तपाईँको भ्युस आएको छैन भने के तपाईँहरूले कहीँ यो एउटा सेटिङ तपाईँहरूले अफ राख्नु भएको त छैन? त्यसलाई अन गर्नुपर्छ। के सेटिङ चाहिँ रहेछ तपाईँलाई म यो भिडियोमा बताउँछु है त ल। आउनुहोस्, सबैले त्यो सेटिङ चाहिँ गर्नुपर्छ होइन। अब यो भाइले भन्न खोजेको चाहिँ सिधै नोटिफिकेसन अन गर्ने। ए बाबा, हरेक एकदम सोझो न सोझो लाटो मान्छेलाई पनि थाहा छ कि जसले फेसबुक युज गरेको छ, त्यो मान्छेलाई यति त थाहा छ कि नोटिफिकेसनहरू अन गर्नुपर्छ। यदि बाई मिस्टेकली नोटिफिकेसन अन गर्दा अब उसलाई अब अनेकौँ नोटिफिकेसनहरू आइरहन्छ, अब त्यो नोटिफिकेसनले उसलाई डिस्टर्बेन्स गर्छ भने उसले इमिडिएटली त्यो नोटिफिकेसनलाई अफ गर्छ। यो उसको कुरा हो है मेरो प्यारो मित्रहरू। ल्याउनुहोस् है, कोही विज्ञ यस्तो खालको छन् कि अटोमेटिकली डिफल्ट नै त्यो नोटिफिकेसनहरू अन भइरहेको हुन्छ नि मित्र हो। कसलाई थाहा छैन क्या यस्तो कुराहरू। अब हाम्रो फेरि अर्को एकजना फेसबुकको विज्ञ भेटेँ मैले, हाम्रो फेसबुकको विज्ञ उहाँ अब दाजुको। अब उहाँ दाजुको कुरा सुनौँ है त एकैछिन। जति गर्दा पनि तपाईँको भिडियो भाइरल भएको छैन भनेदेखि नि भाइरल नहुने कारण चाहिँ त्यहाँ फेसबुकले तपाईँलाई भनिरहेको हुन्छ है। र त्यो फेसबुकले भनेको कुरालाई फलो गर्नुभयो भने तपाईँको भिडियो फेरि रकेट जस्तो उड्छ क्या। त्यसको लागि चाहिँ बुझ्नै पर्ने कुरा के छ भने यो फेसबुकको अल्गोरिदमलाई बुझौँ। जब उहाँ दाजुले भन्नुभएको छ कि फेसबुकको अल्गोरिदमलाई बुझौँ। एउटा कुरा मित्रहरूलाई पनि थाहा हुनुपर्ने कुरा हो, यदि थाहा छैन भने अहिलेबाट थाहा हुन्छ हजुरहरूलाई है। हामीले चाहे त्यो इन्स्टाग्राम होस्, चाहे त्यो फेसबुक होस्, चाहे टिकटक होस्, चाहे त्यो युट्युब होस्, यी जति पनि प्लेटफर्महरू छन्, यो युनिभर्सल प्लेटफर्महरू, यी प्लेटफर्मको एल्गोरिदमलाई हामीले चाहेर पनि बुझ्न सकिँदैन क्या। हामीले बुझ्ने भनेको अडियन्सको साइकोलोजी, अनि त्यसपछि मुख्य भनेको हामीले आफ्नै कन्टेन्ट हामीले जोड दिने भनेको यो दुईटै कुरामा हो कि मेरो प्यारो मित्रहरू। यही हो। अब जाँदा जाँदै म यति भन्न चाहन्छु हाम्रो प्यारो मित्रहरूलाई, हामी कसैको पनि कुराहरूको पिछा नगरौँ, कसैको पनि कुराहरूमा नलागौँ। बस यदि हजुरहरू कन्टेन्ट क्रिएटर हुनुहुन्छ, कुनै पनि प्लेटफर्ममा काम गरिरहनु भएको छ भने चाहिँ कन्टेन्टतिर फोकस गर्नुहोस् है। अनि बी कन्सिस्टेन्सी हुनुहोस्, हार्डवर्क दिनुहोस्। जति सक्दो आफ्नो ओरिजिनल कन्टेन्टहरूलाई एकदम प्राथमिकतामा राख्नुहोस्, एकदम त्यसलाई प्रायोरिटी दिनुहोस्। ढिलो चाँडो आफ्नो ठाउँमा छ, एक दिन सक्सेस अवश्य पनि मिल्छ है त। यति भन्दै राज थापा रकन आजलाई बिदा हुन चाहन्छ। फेरि यस्तै यस्तै भिडियोहरू लिएर आउने बाचाको सहित हजुरहरूबाट छुट्टिन चाहन्छु। ओके, बाई बाई।